आजको रवि बजार चाहिँ हरियालीले ढाकेको छ यस्तो राम्रो राम्रो सागसब्जी आएको छ सागसब्जी मात्रै आज त आएको छ हाम्रो रवि बजारमा त हरियो पनि नेपालको धन भन्ने कुरा बल्ल थाहा बनेकोमा अर्ग्यानिक मह पनि पाएको छ नाना कसको मह कसरी उयो केजी अहिलेको समयमा पाइने सागसब्जीहरू बोडीहरू सागहरू टमाटर हेर्नुहोस् न प्रशस्ति काँक्राहरू फलहरूमा आलुहरू कलमहरू अहिले चाहिँ पाइने थाल्यो त हाम्रो रवि बजारमा पनि यति छिटो काँक्रा बनाना आज पनि हाम्रो नाङ्लोहरू डोकोहरू सबै छ खोइ के किन्नुभयो अङ्कल अर्ग्यानिक कुराहरू है हाम्रो रवि बजार त्यस्तो लागेको छ आजको रवि बजार के किन्नुभयो भन्नुहोस् त यतिको चाहिँ हुनुपर्छ अर्ग्यानिक खाएर मान्छे अर्ग्यानिक यस्तै हुनुहुन्छ बन्तरुनु हो मेरो चाहिँ आमामा सुरुमै लिची भेटिन्छन् हाम्रा दिदीले ल फाइनली भेट्यो त बजारमा हामी त भ्लगर पऱ्यौँ होइन हामी चाहिँ भ्लगर पऱ्यौँ कन्टेन्ट क्रिएटरहरू पऱ्यौँ है अब होइन मभन्दा झन् एकदम सिनियर है साथीहरू हाम्रो रवि बजार खतरा लागेको छ होइन मिस जहिले नि हाम्रो टुम्रुक दालाई चाहिँ भेटेकै हुन्छु बजारमा होइन गाई चाहिँ अब यतिको त हुनु पनि पऱ्यो अब भर्नु पऱ्यो नि सागले त योपालि त भर्यो काँक्रा आयो लो हरियो काँक्रा कुरुम्बाको काँक्रा याम्बो धनिया लिएर आउनु भएछ त यस्तो पौराखीहरू गाउन लुकाइन्छ यार यहाँ मान्छेहरू यत्रो पिटाहरू देखाएर सान बढाउँछ लु दिनु त साह्रै भ्लग बनाउँछ अरे 50 कोला दिनु नि लिनु लु 50 ल हुन्छ लु धेरै धन्यवाद कार्य कस्तो झरेको बनाना यो त मेरो ल यो त पाउनै गाह्रो पो छ त यो त बेच्नु पनि एकदम अन्नाहरू चाहेमा पनि हाम्रो रवि बजार चाहिँ एकदम होइन हाम्रो रवि बजार चाहिँ यस्तो लागेको छ है त यो चाहिँ कसको अब यहाँ चाहिँ मेरो फेभरेट आलुको चिप्स पनि रहेछ ल आमा आलुको चिप्स चाहियो मलाई पनि ल लसुन ल एकदम राम्रो लसुन आयो है अन्त ल यहाँ चिप्स पनि आयो अदा पनि आयो अब लाग्यो सरहरू पनि बजार आउनु भएको रहेछ ल रवि बजारमा किनेमा पनि आएको छ है त आम्मा ताजा फ्रेस आज त हरियाली नै बेसी छ क्या आजको बजारको होइन सब्जी त आज त हरियालीले नै ढाकेको छ त हौ जहाँ कहीँ पनि अझै पनि नाङ्लो ठुङ्सेहरू के चाहिन्छ बाँसबाट बनेको कुराहरू छ यहाँ निङ्गुराहरू पनि पाइँदो रहेछ निङ्गुर चाहिँ तेस्रो बिटा अरे यो पनि मैले 2 बिटा चाहिँ किनेर ल्याएँ अब अहिले हाम्रो गाउँघरमा पाइने भने कि यस्तैहरू छ मैले चाहिँ बदाम पनि किनेँ फापरहरू पनि बेच्न राख्नु भएको रहेछ भोटमासहरू पनि सरी ए डेमाहरू पो हुनुहुँदो रहेछ डेमा हाम्रो डेमाहरू पनि आउनु भएको छ बजार यहाँनिर बनाना किन्नु भएको तपाईँ पनि नानीसँगै हो यहाँ चाहिँ दमका सामानहरू हुन् बेच्ने चाहिँ यिनी अङ्कल हुन् म गए पनि फेसबुकमै हुन्छ सबै भिडियोहरू रहिरहन्छ ल साथीहरू फाइनली रवि बजार पनि आइयो सपिङ पनि गरिसक्यो अब चाहिँ रवि बजारलाई छोडेर घरतिर जाने साथीहरू यदि तपाईँहरू हाम्रो रवि बजार आउनु भएको छैन भने आउन सक्नुहुनेछ यस्तो राम्रो सागसब्जीहरू अहिले चाहिँ सिजन अनुसारको पाइरहेको छ आज त एकदमै धेरै सागसब्जी रवि बजारमा आएको थियो हाम्रो एकदमै सुन्दर रवि बजारको अवस्था अहिले यस्तो छ यस्तो परिकार सागसब्जी लिन अवश्य आउनुहोस् है त थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएको निम्ति